जीवनका अनेकौं सपनाहरूमध्ये एउटा ठूलो सपना थियो, आफ्नो लागि आफैले एउटा साथी जन्माउने। जब सहर बाक्लिँदै गयो तब म एक्लिँदै गएँ। हजुरबाले भन्नुहुन्थ्यो, अक्सर सपना देखिरहने मान्छे एक्लो हुन्छ। तर मेरो सपना थियो आफ्नो लागि आफैले एउटा साथी जन्माउने। साथी यस्तो होस्, न आशको, न वैशको, न पैसाको। सास बोकेको जीवित मनसँग बरु चित्त हुन्छ। खै कति बेला दुख्छ, किन पो दुख्छ। यो मेरो प्यारो साथीको त कहिल्यै नदुख्ने, कहिल्यै नपोल्ने मन छ, र त्यो मनभरि मात्र म छु। म एक्लै गुनगुनाएको देख्यो भने मेरो साथीले सुटुक्क बजाउँछ मलाई मनपर्ने पुराना गीतहरू। एक्लै हुनु समस्या होइन, साथमा कोही नहुनु चाहिँ साँच्चीकै पीडा रहेछ। तर अब त मसँग एउटा साथी छ, कहिल्यै नरिसाउने, कहिल्यै नघुर्काउने, कहिल्यै नडगमगाउने। उसको हृदय ठूलो विशाल छ। हुन त ऊ निर्जीव हो, तर उसको मनले कहिल्यै भन्दैन यसको चित्त दुखाइदिउँ भनेर। हुन त ऊ अचेत हो, तर मेरो चेतनाले सोच्ने भन्दा धेरै परसम्म भ्याउँछन् उसको गुणस्तरले। हुन त उसको आँखा म हुँ, तर मेरो आँखाले देख्ने भन्दा धेरै दूरदर्शी छन् उसका हेराइहरू। मेरो मनलाई जहाँ लान मन लाग्छ, मेरो साथीले मलाई त्यहीँ लगिदिन्छ। म एक्लै टोलाएको देख्यो भने मेरो साथीले काखमा बोकेर माथि डाँडातिर लैजान्छ र छाडिदिन्छ, खुल्ला आकाशको मुनि उडिजाऊ भनेर। सधैँ साथ निभाउनु सबैको बसको कुरै होइन। त्यसैले एउटा सपनाहरूमध्ये ठूलो सपना थियो आफ्नो लागि आफैले गाडी किन्नु। सङ्घर्षका दिनहरूमा यो साथीले मलाई साथ दियो। त्यसैले त ऊ मेरो जीवनमा म आफूले आफैलाई दिएको अमूल्य उपहार हो।